मैले चाहिँ आज बाह्र बनाउन लागेँ कि अनि बाह्र बनाउनको लागि चाहिँ मैले हिजै मासु भिजाएको थिएँ, त्यसलाई चाहिँ मिक्सरमा पिसेर यस्तो बनाएँ। अनि बनाएपछि चाहिँ मैले त्यसमा चाहिँ जिराको धुलो हालेँ, अनि त्यस सँगसँगै नुन स्वादअनुसारको नुन पनि हालेँ। अनि त्यसलाई चाहिँ मजाले मिक्स गर्नु पऱ्यो नि त, राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ, त्यही भएर त्यसलाई चाहिँ मजासँग मिक्स गरेँ। अनि यसरी अदुवा लसुन कुटेको चाहिँ एकदमै मिठो हुन्छ, टेस्ट राम्रो आउँछ नि त, अनि त्यही भएर मैले अदुवा लसुनलाई पनि त्यसै गरी कुटेर हालेँ। अनि हालिसकेपछि त्यसलाई नि मजाले मिक्स गरेँ। अनि मैले चाहिँ रोटी बनाउने तावामा बनाउँछु भन्ने सोचेर रोटी बनाउने तावामा ट्राई गरेँ कि, अनि मलाई चाहिँ डाउट लागिरहेको थियो हुन्छ कि हुँदैन भन्ने, जस्तो कस्तो कस्तो भइरहेको थियो क्या। अनि जे सोचेको थिएँ त्यस्तै भयो क्या, तावामा त बनाउन कस्तो गाह्रो रहेछ क्या है। अनि अब प्यानमा बनाएको पनि हुन्थ्यो, मैले कहाँबाट फर्स्टमा चाहिँ राम्रै भइरहेको थियो कि, स्टार्टिङमा चाहिँ सबै राम्रो भइरहेको थियो। अनि मेरो सानो मिस्टेकको कारणले पनि त्यस्तो भएर रहेछ क्या। अनि यस्तो भयो, बाउना बाउले च्याउ खाउन स्वाद पाउनु भने जस्तो भयो। अनि फेरि मैले प्यानमा ट्राई गरेपछि राम्रो भएको थियो, तर त्यसमा पनि कस्तो भयो भने फर्स्टमा चाहिँ राम्रै भयो, फर्काउने बेलामा पनि यत्तिको बनाउनु चाहिँ सफल भयो क्या। मेरो सानो मिस्टेकको कारणले चाहिँ छोपेर बनाउनु पर्ने रहेछ नि त बाहिर, अनि थाहा नभएको कारणले चाहिँ यस्तो भयो। अनि तर धेरै त्यो ट्राई पछिको लास्टमा अन्तिममा चाहिँ यत्तिको भयो, म चाहिँ कति खुसी क्या। अनि त्यसपछि चाहिँ